सम्पूर्ण यहाँलाई म के भन्छु भने तपाई हामी एउटा कन्टेन्ट क्रिएटर रूपमा काम गर्न सक्छौं, एउटा कन्टेन्ट क्रिएटर बन्न सक्छौं जहाँ कि विभिन्न प्लेटफर्म छन्। तपाई हामीले अरूको धेरैको भिडियो हेर्छौं र अरूले बनाएको भिडियो हेर्छौं, तपाई हामी आफू कहिले पनि बनाउँदैनौं। त्यसो भए हुनाले तपाई हामीसँग बचेको समयलाई यदि युट्युब पनि एउटा राम्रो प्लेटफर्म हो, युट्युबमा पनि तपाई हामीले काम गर्न सक्यौं, एउटा कन्टेन्ट क्रिएटर बन्न सक्यौं भने युट्युबबाट पनि हामीले राम्रो बेनिफिट लिन सक्छौं। र आज त्यही विषयमा रहेर तपाई हामीले युट्युबमा यो सब्स्क्राइब बटन जस्तो मैले यहाँ देखाए, यो हामी कतिपय धेरैको पनि भिडियोमा हेर्छौं, सब्स्क्राइब गर्नुहोस् र बेल आइकनमा थिचेर अलमा थिचेर साथ सपोर्ट दिनु होला भनेर चाहिँ धेरै भिडियोहरुमा हेर्छौं। र यो सब्स्क्राइब बटन हामी कहाँबाट प्रयोग गर्ने, कसरी प्रयोग गर्ने इजिली म तपाईलाई सिकाउँदै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र सब्स्क्राइब यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकनमा थिचेर सपोर्ट गर्नु होला, जोडिनु होला, ताकि आगामी आउने यस्तै जानकारीमूलक भिडियो तपाई कहाँ छिटोभन्दा छिटो आउने गर्दछ। अब कुरा गरौँ विषयवस्तुतिरको। म तपाईलाई स्क्रिन शेयरमा मोबाइलमा देखाइदिन्छु सबै कुरा कसरी गर्न सकिन्छ त भन्ने कुरा। तपाई हामीले अहिले स्मार्टको जमानामा एउटा स्मार्टफोनबाट नै यो सबै हामीले गर्न सक्छौं। तपाई हामीसँग अहिले तत्कालै धेरै लगानी गरेर राम्रो क्यामेरा, ल्यापटप, कम्प्युटर सम्म नगरे पनि तपाई हामी सबै कुरा यो फोनबाट नै, एउटा स्मार्टफोनबाट नै, एन्ड्रोइड फोनबाट हामीले सुरुवात गर्न सक्छौं। अब तपाईलाई म यो स्क्रिनमा देखाउँछु, सबै कुरा ध्यान दिएर हेर्नु होला कसरी हामीले सब्स्क्राइब बटन प्रयोग गर्ने। म तपाईलाई यहाँ स्क्रिनमा देखाउँछु। सबैभन्दा पहिला हामीले क्रोम ब्राउजर ओपन गर्नुहोस्। क्रोम ब्राउजर ओपन गरिसकेपछि सर्चमा लेख्नुहोस् PEXELS ब्याकस्ल्यास। यो सर्च गरिसकेपछि यहाँ यो यस्तो खालको एउटा फिचर देखाउँछ, यसलाई चाहिँ नै ओपन गर्नुहोस्। यहाँ यदि ड्याशबोर्डमा राख्नु भएको छैन भने तपाईले ड्याशबोर्ड साइडमा राखेर यो कम्प्युटरमा देखे जस्तै गरी देखिन्छ। यहाँ तपाईलाई म स्क्रिनमा देखाइरहेको छु, यो ड्याशबोर्डमा टिक लाउनु होला। मैले अलरेडी अगाडि नै लगाइसकेको छु। र यसपछि यहाँ यस्तो खालको फिचर देखाउँछ, यहाँ सर्चमा लेख्नु होला SUBS सब्स्क्राइबर BUTTON बटन, सब्स्क्राइब बटन। र यसरी देखाउनु सर्च गर्न बित्तिकै यस्तो खालको एउटा फिचर आउँछ। यहाँनिर तपाईको अलिकति जुम गरेर देखाइदिए मैले, भिडियो छ, भिडियोमा क्लिक गर्न होला। भिडियो क्लिक गर्न बित्तिकै यहाँ विभिन्न खालका, यहाँ विभिन्न डिजाइनका सब्स्क्राइब बटनहरु भेटिन्छ है। भेटिसक्यो भने तपाई हामीले कुनै एउटालाई चुज गर्नुहोस्, तपाईलाई कुन मन पर्छ हैन। मैले यही प्रयोग गर्छु। र यसमा तपाईले ध्यान दिने कुरा, यहाँ फ्री डाउनलोड लेखेको छ, यहाँ देखाइदिन्छु म तपाईलाई जुम गरेर। फ्री डाउनलोड, यस्तो फ्री डाउनलोडलाई डाउनलोड गर्नुभयो भने मैले अलरेडी अहिले भर्खरै गरे, यो ओपन पनि भइसक्यो। यो फ्री डाउनलोड हामीले प्रयोग गर्यौं भने तपाई हाम्रो भोलि भिडियोमा कुनै पनि इफेक्ट, कपिराइट इस्यु आउँदैन। यदि तपाई हामीले यहाँ पैसा तिर्ने कुनै त्यस्तो खालको कतैबाट युट्युबबाट सिधै उठाएर ल्याएर राख्यौं अथवा कतै कसैको प्रोफाइलबाट उठाएर राख्यौं भने तपाई हाम्रो भोलि भिडियोहरुमा कपिराइट आउने, कुनै पनि इस्यु, समस्या आउने हुन्छ। त्यसो भए हुनाले यो तरिकाबाट तपाईले डाउनलोड गरेर प्रयोग गर्नु होला। म तपाईलाई सिम्पली यहाँ डाउनलोड भइसकेको छ, देखाइदिन्छु एकछिनमा। यो डाउनलोड भइसकेको छ। म यसलाई भिडियोमा कसरी प्रयोग गर्ने त त्यो पनि म तपाईलाई देखाइदिन्छु। अब यसलाई हामीसँग एउटा भ्यान भन्ने एप्स प्रयोग गर्नुपर्ने हुन्छ। भिडियो एडिटिङ एप्सहरु धेरै छन्, त्यो विषयमा पनि जानकारी आउँछ, तपाईले पर्खनु होला। समय मिलेसम्म म छिटै बनाउँछु। अब मानिलो एउटा भिडियो चुज गरे मैले, यसलाई नेक्स्ट गरे, एउटै हुन्छ भिडियो चलिरहेको हैन। यहाँनिर मैले त्यो सब्स्क्राइब बटन राख्नु पर्ने भयो। त्यसको लागि यहाँ गएर यो बटनलाई ल्याउनु होला। बटनलाई ल्याइसकेपछि कहाँले राख्ने त, यहाँनिर अलिकति चुज गर्नु होला। यो यहाँ राखिसकेपछि यो सब्स्क्राइब बटन कसरी हामीले यो ग्रीन कलरलाई रिमुभ गर्ने त्यो पनि
यहाँ यो हुन्छ यो कोरमा भन्ने एउटा यो फिचर छ। यो यसमा टच गर्नुहोस्। यसमा टच गरिसकेपछि तपाईँले यहाँ देख्नुभयो नि, यो हट्यो है। हटिसकेपछि यहाँ टिक लाउनुहोस् र तपाईँलाई कत्रो साइज चाहिएको छ। मलाई यत्रै राखेँ, आफूलाई आवश्यक पर्ने साइज। अब यो राखिसकेपछि तपाईँले ल हेर्नुहोस् यसरी है, बोल्दै गर्दाखेरि यसरी सब्सक्राइबर बटन राख्न सकिन्छ सजिलो र इजी तरिकाबाट। मैले तपाईँलाई जानकारी गराइदिएको छु। भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला र लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।